अन्तत भुन्टी हराएको खबर थाहा पाइसकेपछि सुकुमाया गाउँबाट शहरमा आइसकेकी छन्। पछिल्लो समय भुन्टी सम्पर्कविहीन रहेको कुरा थाहा पाइसकेपछि भुन्टीको खोजी गर्नको निम्ति सुकुमाया भने शहरमा आउने कुरा व्यक्त गरिसकेकी थिइन्। लामो समयदेखि शहरमा भुन्टी सम्पर्कविहीन रहेको कुराले पछिल्लो समय सुकुमायाको होस भने उडाइसकेको थियो, जसकारण भुन्टीको खोजी गरेर उनलाई सम्पर्कमा ल्याउनकै निम्ति सुकुमाया भने गाउँबाट शहरमा जाने तयारी गरिसकेकी थिइन्। पछिल्लो समय भुन्टी र भूपेन्द्रको सम्बन्ध बिग्रिएकै कारण अब आउने समयमा सुकुमायाले भुन्टीलाई सम्पर्कमा ल्याइसकेपछि भुन्टीको विवाह मास्टरसँग गराउन सक्ने कुरा देखिसकेको थियो। अर्थात् अब आउने समयमा भुन्टीलाई फेला पारिसकेपछि भुन्टी र मास्टरको विवाह हुन सक्ने कुरा देखिसकेको छ। त्यसै कारण आशा गरौँ अब आउने समयमा भुन्टी र मास्टरको विवाह हुनुको साथसाथै भुन्टी फेला परिसकेपछि भुन्टीको जीवनमा सुख भने पक्कै पनि भित्रिनेछ।